हेलो एभ्रिवान, इट्स मी आवाज टुङ्गेल फ्रम पोल्चोक इन्जिनियरिङ क्याम्पस। योभन्दा अघिल्लो भिडियोमा चाहिँ मैले तपाईँलाई किन इन्जिनियर बन्ने भन्ने विषयमा कुराकानी गरेको थिएँ, जसमा चाहिँ त्यो एउटा कुराहरू थियो। विशेष गरी तपाईँलाई यो देश बनाउनु पर्छ भन्ने एउटा क्युरियोसिटी छ, देश किन बनेन भन्ने विषयमा अलिकति चासो छ होइन। विभिन्न कुरामा टेक्नोलोजिकली, डिजिटल्ली अथवा भनौँ तपाईँको ग्राउन्ड लेभलमा पनि हेर्नुहुन्छ भने देश किन बनेन भन्ने विषयमा चासो छ, बनाउनु मन छ, यसमा केही सघाउनु मन छ भन्ने विषय कुरा थियो। र अर्को भनेको चाहिँ तपाईँको आफ्नो डेभलपमेन्टमा होइन, आफूले अलिकति आफ्नो तपाईँले आफूलाई अलिकति समाजले अलिकति भ्यालु दिएकै फिल्ड हो नि त इन्जिनियर त होइन। इन्जिनियर हो, माई गड भेरी नाइस भन्ने टाइपको इन्जिनियर हो नि त होइन। र अर्को भनेको चाहिँ तपाईँको लाइक अर्निङ पनि, तपाईँको अर्निङ होइन, आफ्नो सेल्फ ग्रोथ पनि एउटा मेन कुरा थियो भनेर मैले भनेको थिएँ। र आजको भिडियोमा चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि इन्जिनियर कसरी बन्ने भन्ने विषयमा होइन। भनेको मतलब आइयुको बारेमा भन्दैछु, इन्स्टिट्युट अफ इन्जिनियरिङ। र इन्स्टिट्युट अफ इन्जिनियरिङको बारेमा भन्नुपर्दा चाहिँ के छ भन्दाखेरि यो चाहिँ तपाईँहरूको नेपालको त्रिभुवन युनिभर्सिटी को चाहिँ एउटा ब्रान्च हो है। अब इन्स्टिट्युट अफ इन्जिनियरिङको एकदमै राम्रो चाहिँ के छ भन्दाखेरि तपाईँले इन्जिनियर नै बन्नको लागि नै तपाईँले 65,000मा चाहिँ इन्जिनियर बन्न सक्नुहुन्छ। एउटा एकदमै हाई लेभलको होइन, एकदमै समाजले मान्ने, देशले मान्ने भन्ने टाइपको इन्जिनियर तपाईँ बन्न सक्नुहुन्छ भन्ने कुरा हो। र यसमा चाहिँ तपाईँहरूको आयु इन्ट्रान्स एक्जाम भन्ने हुन्छ। यो क्याम्पसमा जानको लागि चाहिँ आयु इन्ट्रान्स एक्जाम छ। त्योभन्दा पहिला म तपाईँलाई इन्जिनियरिङ क्याम्पस चाहिँ कतिवटा छ, के छ भन्ने विषयमा कुरा गर्छु। कुन सबभन्दा राम्रो विद्यार्थीको आकर्षण कता छ र तपाईँको आकर्षण कता हुनुपर्छ भन्ने विषयमा म आज तपाईँलाई भन्छु। आइयुमा हाम्रो मेनली 5वटा सरकारी क्याम्पस छ। पोल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरमा छ, यो सेन्ट्रल क्याम्पस हो। यसले चाहिँ एकदमै वाइड रेन्ज अफ अन्डर ग्रेजुएट र पोस्ट ग्रेजुएट एन्ड पिएचडी प्रोग्रामहरू पनि यसले गरिरहेको हुन्छ। र यहाँ चाहिँ के सुनिन्छ भन्दाखेरि तपाईँले पोल्चोकमा नै इन्जिनियरिङ गरिसके पछाडि तपाईँलाई विदेश जान पनि सजिलो हुने, अनि तपाईँहरूको एकदमै मार्केटमा पनि एकदमै भ्यालुएबल होइन, वाउ माइको नाइस खतरा बढेको रहेछ भन्ने टाइपको एकदमै त्यो इमेज बनेको छ पोल्चोक इन्जिनियरिङ क्याम्पसको चाहिँ। र अर्को क्याम्पस भनेको थापाथली क्याम्पस छ। थापाथली क्याम्पस पनि हाम्रो काठमाडौँमा छ, माइतीघर होइन, एकदमै राम्रो क्याम्पस हो थापाथली पनि। इन्फ्रास्ट्रक्चरमा पनि अलिकति इम्प्रुभ भइरहेको छ थापाथलीमा। त्यस पछाडि अर्को छ पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, यो चाहिँ पोखरामा छ। पोखरामा जेबै पनि त्यो राम्रो क्याम्पस हो है, एकदमै क्याम्पसबाट चाहिँ एकदम राम्रो भ्यू देखिन्छ त्यो क्याम्पसको चाहिँ, हाम्रो एकदमै राम्रो क्याम्पस छ। त्यस पछाडि अर्को भनेको चाहिँ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा छ। यो चाहिँ अलिकति मान्छेले अलिकति हेला गरेको जस्तो टाइपको छ, तैपनि इन्जिनियरिङ पढ्नको लागि चाहिँ जे पनि सरकारी क्याम्पस हो होइन, स्कलरसिप हुन्छ, त्यही भएर पनि राम्रै मानिन्छ। र अर्को भनेको चाहिँ के हो भन्दाखेरि धरानलाई चाहिँ अलिकति टाढा भएको कारणले गर्दा पनि अलिकति होइन, यता सबै देशभरिका विद्यार्थीहरू चाहिँ काठमाडौँमा एकदम डेभलपमेन्ट छ, त्यही भएर मान्छे यतै बसेर हुन्छन्, यतै एकदमै बढिरहेको छ। तर धरान चाहिँ अलिकति टाढा भएको कारणले गर्दा पनि तपाईँको काठमाडौँबाट नै थुप्रो 10 घन्टा जति लाग्छ भन्ने सुनेको थिएँ, त्यही भएर पनि धरान क्याम्पसलाई अलिकति मान्छेले हेप्छन्। र अर्को भनेको चाहिँ चितवन इन्जिनियरिङ क्याम्पस छ। यो भयो सरकारी क्याम्पस। र प्राइभेट इन्जिनियरिङ क्याम्पसहरू पनि छ, तर तपाईँहरू चाहिँ प्राइभेट इन्जिनियरिङ क्याम्पसमा धेरै चासो नलिनुहोस् है। म यो भिडियो बनाउँदाखेरि तपाईँहरूको के सोचिरहेको छ भन्दाखेरि तपाईँहरू चाहिँ अलिकति केही पनि छैन तर जिन्दगीमा केही भ्यालु एड गर्न चाहनुहुन्छ होइन, केही गरौँ होइन, लाइक त्यस्तो विद्यार्थीहरू मेरो टार्गेटमा हुनुहुन्छ। त्यही भएर म नचाहिने कुराहरूमा सेयर गर्दिनँ, नचाहिने कुराहरू म भन्दिनँ यो च्यानलबाट। त्यस्ता कुनै पनि तपाईँलाई डिमोटिभेसन मिल्ने खालका कुराहरू सकेसम्म हुँदैन भन्छु। र अब कुरा गरौँ हाम्रो आइयुमा हामीले कसरी एडमिसन पाउने त। इन्जिनियर त बन्ने होइन, तपाईँलाई एकदमै म इन्जिनियर बन्नुपर्छ भन्ने एउटा इमेजिन देखिसक्नु भएको छ नि त। मेरो त लाइफ बदलिनेवाला छ, कायापलट हुनेवाला छ, यो कुरा इमेजिन गरिसक्नु भयो भने चाहिँ अब तपाईँहरूको प्रोसेस भनेको के हो, इन्जिनियरिङ इन्ट्रान्स प्रिपरेसन स्टार्ट गर्नुपर्ने हुन्छ। इन्जिनियरिङ इन्ट्रान्स एक्जाम भनेको के हो भन्दाखेरि तपाईँहरूको कुनै पनि इन्जिनियरिङ क्याम्पसमा तपाईँले उत्तिकै एडमिसन लिने कुरो त भएन सबैजनालाई। जस्तै तपाईँको त्यो एकदमै तपाईँको क्लासमा होइन लास्ट बेन्चर पढ्दै नपढ्ने विद्यार्थीलाई होइन, अथवा भनौँ न क्लासको सबभन्दा एकदमै कमजोर विद्यार्थीलाई ल होलसेलमा ल सबैजना जाओ इन्जिनियरिङ क्याम्पस भनेर सबैजनालाई पठाएर त भएन है। एकदम क्वालिफाइड इन्जिनियर बन्नको लागि त क्वालिफाइड स्टुडेन्ट नै अलिकति त्यहाँ इङ्गेज हुनु पऱ्यो नि त है। तपाईँ क्वालिफाइड हुनुहुन्छ भनेर साबित गर्ने अथवा भन्ने कसरी चिन्ने भन्ने विषयमा चाहिँ तपाईँको इन्जिनियरिङ इन्ट्रान्स एक्जाम लिनै पर्ने हुन्छ है। म यसको धेरै यो कुरा भन्दा पनि
प्याटर्नको बारेमा कुराकानी गर्छु। हाम्रो यहाँ 4वटा सब्जेक्ट हुन्छ विशेष गरी है, र हाम्रो आर्किटेक्चर इन्जिनियरिङको लागि चाहिँ केही प्रोसेसहरू छन्। त्यो प्रोसेसहरू चाहिँ त्यो जानकारी तपाईँहरू हुनुपर्छ, अलिक पछि भन्छु। सबभन्दा इम्पोर्टेन्ट भनेको यो 4वटा सब्जेक्ट हुन्छ, म्याथ, फिजिक्स, केमिस्ट्री र इङ्ग्लिस। 4वटा सब्जेक्ट हुन्छ। मार्क्स डिस्ट्रिब्युसन तपाईँले ख्याल गर्नु होला। म्याथको 50 नम्बर, फिजिक्सको 40 नम्बर, केमिस्ट्रीको 30 नम्बर, इङ्ग्लिसको 20 नम्बर। एकदमै बवाल छ होइन, त्यो प्याटर्न एकदम खतरा छ। म्याथमा 50 नम्बर तपाईँलाई हेर्नुहोस्, 12मा फिजिकल क्लास पढेकोले अथवा भनौँ बायोलोजी पढेकोले नै आउँछ भने पनि म्याथ पढेकोले एकदमै राम्रो गर्न सक्छ। फिजिक्समा चाहिँ विद्यार्थीलाई अलिकति डिफिकल्टिज हुन्छ। किन भन्दाखेरि फिजिक्स डिफिकल्ट हुनुको कारण चाहिँ के हो, म अब सबै कुराहरू जोडले भनिदिन्छु। फिजिक्स गाह्रो हुने कारण चाहिँ विद्यार्थी नपढेर नै हो है। फिजिक्स गाह्रो होइन, विद्यार्थीले पढेन त्यही भएर गाह्रो। विद्यार्थीले कन्सेप्ट बुझेन। कन्सेप्ट भनेर यो मार्केटमा कन्सेप्ट भनेर कन्सेप्ट भनेको के हो भन्ने कुरा पनि अलिकति कन्फ्युजन क्रिएट भइरहेको छ विद्यार्थीमा होइन। सुरुमा नै विद्यार्थी टिचर केही कन्सेप्ट छैन भनेर विद्यार्थीलाई प्रेसर दिँदा हुन्छ। कन्सेप्ट भनेको चाहिँ के हो भन्दाखेरि तपाईँले जस्तै एउटा कुनै प्रिन्सिपल पढ्नु भयो भने त्यो प्रिन्सिपलको बारेमा नै बुझ्नु भने तपाईँले प्रिन्सिपल घोक्नु भयो भने मात्र कुरा, प्रिन्सिपल बुझ्नु भयो भने सक्यो। त्यही नै कन्सेप्ट भनेकै। र अर्को छ केमिस्ट्री। केमिस्ट्रीमा तपाईँको अर्ग्यानिक, इनअर्ग्यानिक र फिजिकल केमिस्ट्री भयो होइन। यसमा चाहिँ तपाईँको अर्ग्यानिक केमिस्ट्री त विद्यार्थीहरूले रट्टा मारेको हुन्छ, 12को सबै कुराहरू याद हुन्छ, रियाक्सनहरू। फिजिकलको चाहिँ तपाईँको मोल कन्सेप्टमा विद्यार्थीहरू एकदम अड्किरहेको हुन्छ होइन, तर नट धेरै डिफिकल्ट छैन, बट थोरै टाइम लाग्छ तपाईँलाई यो कोर्स कम्प्लिट गर्नको लागि, मोल कन्सेप्टको च्याप्टर सकाउनको लागि। र अरू च्याप्टर मोल कन्सेप्ट चाहिँ तपाईँले अरू च्याप्टरमा पनि इन्टरकनेक्टेड भएको तपाईँले पछि देख्नुहुन्छ, पढ्दै गएपछि थाहा होला। तर मलाई थाहा छ म्याक्सिमम् विद्यार्थीहरूले मोल कन्सेप्टमा चाहिँ एकदमै ल्याग गरिरहेका हुन्छन्, बिगारिरहेका हुन्छन् होइन। त्यो इम्प्रुभ चाहिँ तपाईँले सबभन्दा सुरुमा गर्नु होला। सबभन्दा इम्पोर्टेन्ट च्याप्टर त्यो हो। र इनअर्ग्यानिक केमिस्ट्रीमा पनि त्यो घोक्ने कुराहरू भयो, इम्पोर्टेन्ट कुराहरू सबै कुराहरू घोक्न सकिन्छ। तर कन्सेप्ट बुझ्ने र त्यो कन्सेप्ट भनेको मतलब कन्सेप्ट भन्ने एउटै युज गर्न मन लाग्दैन मलाई। त्यो कन्सेप्ट भनेर म पनि कन्फ्युज भएको थिएँ कि के हो कन्सेप्ट भनेको यार, भन्दै उनीहरू कसैले भनेको छ तर केही पनि होइन। कन्सेप्ट भनेको चाहिँ तपाईँको जे हो त्यो कुरा चाहिँ बुझ्नु पऱ्यो। मलाई गर्ने त्यो कुरा गर्नु भएन र जे कुराहरू गर्नुभयो भन्ने कुरा हो है। र इङ्ग्लिसमा चाहिँ तपाईँको ग्रामर र कम्प्रिहेन्सन पोर्सन छ है। अब ग्रामर लगभग हेर्नुहोस्, सरकारी विद्यालय, सरकारी स्कुल पढेर आएको विद्यार्थी भनौँ अथवा प्राइभेट जो पढेर जहाँ पढे जे पढे पनि तपाईँको एउटा बोर्डिङ पढेकोलाई एउटा हेल्प के होला भन्दाखेरि उनीहरूको भोकाबुलरी स्ट्रङ होला कि जस्तो लाग्छ। त्यही पनि त्यति साह्रो पढ्ने मेहनती त्यस्तो हुँदैनन् होइन। र इन्ट्रान्स इक्जाम भनेको त अरूलाई जितेर आफू अगाडि जाने अथवा आफूले आफूलाई नै एकदमै लेभल अप गर्नुपर्ने कुरा हो नि त है। त्यही भएर हामीले यो एकदमै इन्भाइरोमेन्ट कस्तो छ के छ त्यो कुरा पनि बुझ्नुपर्ने हुन्छ। त्यही भएर अलिकति सरकारी र प्राइभेट कुरा जोडेको, नराम्रो नमान्नु होला। म पनि सरकारी नै पढेको मान्छे हो है, सरकारी स्कुल पढेर नै इन्जिनियरिङमा नाम निकालेको विद्यार्थी हो। त्यही भएर यो कुराहरू अलिकति आफूले महसुस भएको कुरा के कुराहरू भन्न मन लाग्छ कहिलेकाहीँ। र इङ्ग्लिसमा कम्प्रिहेन्सन हुन्छ। कम्प्रिहेन्सनको चाहिँ के छ भन्दाखेरि तपाईँहरूको सुरुमा तपाईँको कम्प्रिहेन्सन पढ्नुहुन्छ होइन, अनि क्वेसन पढ्नुहुन्छ, तपाईँले ट्रिक गर्नुभयो भने लाइक 4वटा क्वेसनमा तपाईँले 4वटा क्वेसन बिगारिदिनुहुन्छ। तर के रहेछ भन्दाखेरि यसको चाहिँ तपाईँको कम्प्रिहेन्सन बिग्रिने कारण भनेको तपाईँले जिस्ट कुरा बुझ्नु भएन, प्यासेज पढ्नै जान्नु भएन भनेर म गाली मात्र गर्दिनँ। कसरी पढ्ने भनेर पनि थोरै केही कुराहरू हुन्छ। कसरी पढ्ने भन्दाखेरि तपाईँले त्यो कुरा पढ्दाखेरि म यसको एकदमै कोर आइडियाहरू सुरुमा तपाईँको पछि कुरा गरौँला डिटेलली चाहिँ होइन, तर एकदमै ध्यान दिएर पढ्नु पऱ्यो होइन, बुझेर पढ्नु पऱ्यो भन्ने कुरा। तर भोकाबुलरी स्ट्रङै भन र खत्तमै भयो त्यस्तो हुँदैन। भोकाबुलरी अथवा त्यसको मिनिङ नजाने पनि कहिलेकाहीँ तपाईँको प्याटर्न हेरेर तपाईँले एन्सर टिक गर्न सक्नुहुन्छ। दे आर सम मेथड होइन, त्यसको बारेमा पछि डिस्कस गरौँला। अहिलेको भिडियो लामो नबनाउँ भिडियो भन्ने मेरो गोल हो है। यति 4वटा सब्जेक्ट हुन्छ र मार्क्सको बारेमा कुरा भनिहालेँ। र इन्ट्रान्स इक्जाम हुन्छ। इन्ट्रान्स इक्जाम चाहिँ तपाईँको यो रुटिन अनुसार चाहिँ साउन 15देखि भदौ 15 बिच गरिसक्नुपर्छ भन्ने कुरा छ। पोहोर पनि हाम्रो त्यस्तै भदौको 3 गते त्यस्तै कति भएको थियो कार्य है। यसपालि पनि त्यसै अनुसार नै हुन्छ। तपाईँहरूले त्यसै अनुसार प्रिपेयर गर्नुपर्ने हुन्छ। र साथीहरू तपाईँहरूलाई साउन 15 कुरा गर्नुहुन्छ भने तपाईँको लगभग 81 दिन बाँकी छ। अब ठ्याक्कै आजको दिनबाट तपाईँको 81 दिन पछाडि इन्ट्रान्स इक्जाम छ भनेर लेखेर राख्नु होला। र तपाईँको भदौ 15मा भयो भने 112 दिन छ। यो धेरै दिन होइन। यो टाइमलाई तपाईँले एकदमै अब चाहिँ म इन्जिनियर बन्ने भनिसके पछाडि चाहिँ अब तपाईँले एकदमै यो भित्र छिर्नुपर्छ। अब चाहिँ
तपाईँले यताउता कुरा सुनेर के होला कसो होला भनेर होइन सबै कुराहरू इन्स्टिट्युटको कुराहरू सुनेर यसको इन्स्टिट्युटको बारेमा पनि म डिस्कस गरौँला होइन तपाईँहरूको प्रब्लमहरूलाई म सल्भ गर्छु। तर किन भन्दाखेरि तपाईँको त्यो मार्केट जसले त्यो जस्तै के हो भन्दाखेरि कालो पेन बेच्ने पसलमा जानुभएको छ, तपाईँलाई चाहिएको छ रातो पेन। अब उसले के भन्छ भन्दाखेरि ए भाइ एउटा रातो पेन त तिमीलाई एउटा पेन त चाहिएको होइन, लैजाऊ न आजै कालो पेन लगेर चलाइदेऊ भने जस्तो कुरा हो इन्स्टिट्युट भनेको चाहिँ होइन। जस्तै उनीहरूसँग त्यही मार्केटिङ नै छ, उनीहरूलाई त्यो कुरा बेच्नै छ भने पछाडि त उनीहरू जसरी भए पनि आओ हामीबाट लैजाऊ भन्ने त हो नि। पैसा लिने त्यसको बदला दिने केही होइन, दिएको जस्तो गर्ने। विद्यार्थीले कति लिन सक्छ सक्दैन भन्ने कुरा चासो नै छैन। एक दुईजना अलिकति गतिलो उठाएर हरेक वर्ष चाहिँ आफ्नो इन्स्टिट्युटलाई माथि लेभलअप गर्ने कुराहरू मात्र हो। यसको बारेमा पछि कुरा गरौँला। र यो कुरा भइआएको बारेमा र सधैँ भने जस्तै आज पनि त्यही भन्न चाहन्छु कि मेरो च्यानललाई चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला। र मेरो कन्टेन्ट एकदम राम्रो लागिरहेछ, ठिक लागिरहेछ, मेरो कुराहरूबाट तपाईँलाई सिक्न मन लाग्यो, केही सिकेँ जस्तो फिल भइरहेछ भने तपाईँले लाइक गर्नुहोला, धेरैभन्दा धेरै साथीहरूलाई सेयर गर्नुहोला। कमसेकम पनि तपाईँले 5वटा साथीलाई चाहिँ अहिले भर्खरै तपाईँले सेयर गरिदिनु होला, ताकि त्यो साथीहरूको पनि भलाइ होस् है। इन्जिनियरिङ पढ्ने एउटा जोस जाँगर चाहिँ मेरो भिडियोबाट तपाईँले प्राप्त गर्नुहोस् भन्ने कुरा हो है। र त्यति नै हो आजको लागि साथीहरू।